अहिले हामी बारछाङ्गे फल्स बारछाङ्गे झरनामा आइपुगेका छौँ। सिक्किमको गान्तोकदेखि करिब 23 किलोमिटर माथि ट्याक्सीमा चढेर आउनु पर्दछ। पब्लिक बसहरू यहाँसम्म आउनको लागि पाइँदैन, ट्याक्सी मात्रै पाइन्छ र ट्याक्सीमा आउनु पर्दछ। 23 किलोमिटर टाढो छ। यहाँ आइपुगेपछि यहाँबाट 1 किलोमिटर पैदल यात्रा गर्नुपर्ने हुन्छ। अब हामी यहाँबाट पैदल यात्रा गर्न लागिरहेछौँ। त्योभन्दा अगाडि केही फोटो सेसनहरू यस ठाउँमा। यहाँ सिधा अगाडिबाट हामी हिँड्दै जाने हो। हामीले खानेकुराहरू पनि बोकेका छौँ, कोक पनि छ, अरू खानेकुराहरू पनि धेरै छ। चिप्स पनि देखाइदिनु, चिप्स पनि देखाइदिनु, त्यो चाहिँ रमाइलो। एउटा कोक पनि बोक्नु पाए हुन्थ्यो। तल झर्दैछौँ। यस्तो चाहिँ खोर्सानी, बैगुन, यसरी हामी जाँदैछौँ बारछाङ्गे फल्स सिक्किममा। हामी भने अहिले बारछाङ्गे फल्सतर्फ जाँदैछौँ। हिँड्नुलाई खास आएको, हाइकिङमा जाने भनेर माथिसम्म गाडीमा आयौँ ट्याक्सीमा। 1 किलोमिटर भनेको छ, टाढै छ जस्तो लाग्यो। झरना चाहिँ यसरी देखिरहेछ अगाडि। म त्यहाँ जानुपर्ने छ। अहिले हामी नजिक तान्नु त यस्तो छ झरना। झरना माथि आवाज आइरहेछ। हामी त्यसतर्फ जाँदैछौँ। सिलगढीको बाटो रहेछ, होमस्टे पनि रहेछ यहाँनिर। यसरी हामी जाँदैछौँ। एउटाको वरिपरि यस्तो छ, अगाडि झरना छ। हामी हिँडेर आएको। यहाँनिर टिकट काट्नु पर्दो रहेछ, एकजनाको 30 रुपियाँ। झरना यस्तो छ। रिग्रेट फिल भयो, मैले क्यामेरा लिएन, मोबाइलबाट खिचेको। लामो झरना रहेछ। यो मुनि त जानु सकिँदैन जस्तो लाग्यो, टाढोबाट हेर्ने होला। वेलकम टु बारछाङ्गे। लो पानीको यस्तो ठुलो झरना छ, माथि नजिकमा जानु सकिँदैन। म चाहिँ नजिकसम्म जान्छु। यहाँ नजिकसम्म चाहिँ पुग्न सकिँदो रहेछ, पानीले भिजिहाल्छ। यस्तो छ। अब भने हामी त्यहाँ झरनाको छेउमा जानको लागि जाँदैछौँ। यसको यति साह्रो पानीको यो छिट्टा आएको छ, यहाँसम्म नै अलिअलि ल्याएर चाहिँ त्यहाँ चाहिँ एकैछिनमा भिजाइदिन्छ भन्दैछ। यहाँनिर सबैजना त्यहाँ छ, भिज्दै गरेको अवस्था। फेर्नै लुगा छ भने चाहिँ नजिक आउनुपर्छ। यहीँसम्म पुरै यसको छिट्टा आएको छ।
म चाहिँ गएर आएको यो झरना छेउमा जान सकिँदैन रहेछ। यहाँ अगाडि एकजना बहिनी सेतो लुगा लगाएर उभिएको छ, त्योसम्म पनि पुरा पानीले भिज्दो रहेछ। मलाई पनि पुरा भिजाइदिइरहेछ। म भिजिसकेको छु। यस्तो छ। मेरो छोरीहरू जाँदैछ यहाँनिर। डरले जानिसकेको छैन। जानुपर्ने चाहिँ यहाँसम्म हो। हेर्दाखेरि यहाँ डिस्टेन्स नजिक देख्यो भने गाह्रो छ यहाँसम्म। एकछिनमा यहाँ फोनै चलेन। पानी आयो पुरा। कस्तो लाग्यो? दामी गरममा। अब भने हामी फर्किँदैछौँ। धेरैजना चाहिँ नजिकमा जाँदा पुरै भित्र चाहिँ हामी पनि पुरै भिजिसकेको अवस्था। अब फर्किँदै गरेको। अब चाहिँ यहाँ घाम ताप्दै गरेको अवस्था। बसेर अब मजाले हामीले दिएको खाजा देखाउँदैछौँ। कति धेरै लेख्छौँ झोला पनि टोना टन्छ। यहाँ पनि छ। यतापट्टिबाट हाम्रो भिडियो पनि हुँदैछ यहाँ पर राखेर। कहाँ देखिन त। We have found something they went wrong and traffic signal is stable. Something went wrong.
अब नि फर्केको अब हामी फर्किन थालेको अब चाहिँ फर्किँदै गरेको अवस्था यसरी फर्किँदैछ हामी फर्किँदा त हामी सर्टकट फर्केको सर्टकट चाहिँ यस्तो खाले सर्टकट रहेछ ढुङ्गाको सर्टकट अहिले यस्तो छ यो बाटो आएको सर्टकट यो झरनामा खास हामी हाइकिङको लागि आएको हो अब हामी यहाँबाट हिँड्दै तल झर्नेछौँ करिब 6 किलोमिटर हिँड्नुपर्ने हुन्छ यहाँनिर स्टेप बाइ स्टेप बनाएको छ फर्किँदै गरेको हामी 32 माइलमा पुग्छौँ हिँडेर लामै छ तर पनि हामी हिँड्न लागेको बाटो छ फर्किँदै गरेको यसरी माथिबाट Nothing. यस्तो जङ्गलबाट झर्दैछौँ तल झर्नुपर्ने छ यस्तो ठाउँमा छ नि यस्तो लाएको फर्केको यहाँ तल बल्ल बस्ती देख्दैछ जहाँनिर हामी जाममा परेको थियौँ 32 माइल त्यहाँ पो पुगिने रहेछ 32 माइलमा पुगेपछि त्यहाँदेखि चाहिँ ट्याक्सी चढेर हामी फर्किनेछौँ हाम्रो गन्तव्यमा पुग्नेछौँ त्यहाँबाट चाहिँ अहिले अझै बाटो छ लामो कति लामो आएको अहिलेसम्म सकेको छैन यहाँ माथिबाट आएको जङ्गलैभरि यसरी रुख कटरहरू रोपेको छ अरू फलफुलको रुखहरू पनि थुप्रो रहेछ जङ्गलैभरि फर्किँदा बाटोमा देखेको हामी कति टाढा जानुपर्ने छ अझै यसरी हिँड्दैछौँ सकेकै छैन अझै ए अझ बल्ल रोड आइपुग्यो भनेर त्यसरी हामी आएको जङ्गल अब रोड आइपुग्यौँ यो रोडबाट जानुपर्छ हामी यहाँनिर 32 माइलमा आइपुगेको छौँ ट्याक्सी रोकाउने हो हामी पुग्नुपर्ने 5 माइल अब यहाँनिर चाहिँ एकदम पाराले पर्खिनुपर्ने होला गाडी ट्याक्सीहरू छैन आएको सबैको खुट्टा थरथर काम्ने भएर आइपुगेको छ नि यहाँनिर हामी 32 माइलमा आइपुगेका छौँ
यो 32 माइल चाहिँ यहाँको सिस्टम के छ भने हामी 5 माइलमा पुग्नुपर्ने हुन्छ 32 देखि 31 30 29 28 बल्ल हामी आइपुग्यौँ अब यहाँ जोलेबीमा चिया खान जाँदैछौँ